ल गाइस मेरो अङ्कल आएको थियो होइन मेरो अङ्कलले मम्मीलाई भनेको थियो लिन उता भनेको थियो म पनि गाउँ गएको थिएँ नि त्यो मेरो साथी थियो त्यही भएर बसाउन सकेन मेरो अङ्कल पनि निस्किनुवाला थियो त्यही भएर मैले भनेको अङ्कलसँग मम्मीलाई भनेको थियो मैले कि अङ्कलसँग आयो ल भन्दा अब के कस्तो छ त्यो त अब आइरहेको छ तर अब म जान्छु हामीलाई ये पुते अब हामीहरू निस्किँदैछौँ मन पनि एकदम लागिरहेको छ अहिले त ह्यान्डसम देखिरहेको छ त्यो भइहाल्छ अलिक ठुलो भइहाल्यो भने त अब त पुरै सक्छ बाइकिङ गर्दाखेरि तर मलाई पनि थाहा छैन मेरो एउटै आमा हुन्छ सबैको अब उसलाई गरेर लाग्छ त्यही भएर म त बिस्तारै अनि यसमा तपाईँहरू हेर्दै हुनुहुन्छ कस्तो नहेर्दैन चलाउँछ अहिले छ भने आइसक्यो आउनु पर्छ
पनि आइसक्यो होइन गाइस अब के गर्नु पर्ला कति बेला ऊ केला क्विक खोलियो नै का पुरनका नै चल्यो नहीं हमार मोबाइल गिर पड़ल गति हो गेल बा उधर गिर लबर मार दे पहले साइड थी लबर मार लबर लगा दी लगा दे जसरी हो गेल मोबाइल खास से से चार्जर में लगा के चलिए आधा से और गिर पड़ले आप भी देख लिए नहीं देखती तब आइले से चार्जर लगे थी हम दवर फेस करले देखा पड़ी ये साइड के मात्र चला ऐसा अनि नहीं चलेगा साइड भगल ब्लगिङ गर्दैछु गाइस मेरो मम्मी पनि आइसकेको छ होइन अनि अहिले म पसलमा पनि पुगिसकेको छु अब मम्मीले आइसकेको छ त्यही भएर मैले ढुक भएर अब काम गर्न सक्छु होइन बाहिरको काम पनि गर्न सक्छु अनि भित्रको काम पनि गर्न सक्छु आइसकेको छ नि त्यही भएर अब ल ओपन द जोन ओपन द जोन ओपन द जोन